यो चाहिँ हाम्रो पहाडबाट मम्मीले एकदमै माया गरेर यो पहाडको अर्गानिक सुन्तला, यो चाहिँ पहाडको अर्गानिक हलुबेत हो। यो चाहिँ कागतीहरू छ यहाँ। अनि यो उखु हो, एकदमै यो चाहिँ रसिलो मिठो उखु छ र कमलो, खानाको लागि कमलो पनि छ। यहाँ अर्को एकदम स्पेसल कोसेली छ। यो चाहिँ खोलेको छैन। अब यहाँभित्र के छ हेरौँ। अब यता यो चाहिँ साह्रै यो चाहिँ मिठो। यो पहिलादेखि यो गाउँघरमा पकाउने चलन। यो यसको नाम चाहिँ विशेष अर्सा भन्ने गर्छ है। यो अर्सा चाख्नु भएको छ छैन? यो चाहिँ साह्रै यो स्वादिलो मिठो हुन्छ। र यहाँ घिउ पनि पठाउनु भएको छ मम्मीले। घिउको बोतल चाहिँ अहिले त सारी छ। यो एउटा पहाडको अर्गानिक यो तरकारी हो। यो तामाको अचार अथवा तरकारी खानाको लागि यो चाहिँ निकै राम्रो हुन्छ। यता चाहिँ हाम्रा केटाकेटीहरू यहाँ छन्। यो चाहिँ पहाडको एकदमै रुखमै पाकेको अर्गानिक सुन्तला। यो हाम्रो आफ्नै घरको यो बगैँचाको चाहिँ सुन्तला हो। यो एकदमै स्वादिलो र मिठो छ।